थोरै कुरा तपाईँहरूसम्म राख्न मन लाग्यो मलाई र विशेष गरेर अहिलेको चहल पहल देशको परिस्थिति नेपाली समाजहरू तपाईँ हामी कस्तो छौँ, हाम्रो सोचहरू के छ, देशको बारेमा के सोचिरहेछौँ, देशमा के भइरहेछ त्यो बारे हामीले के सोचिरहेछौँ भन्ने सवाल हो। र यो सवालमा विशेष गरेर आज मलाई केही कुरो भन्न मन लाग्यो। तपाईँको विशेष गरेर पूर्वमा रहेको विजयपुरको सम्बन्धी हो। विजयपुर दरबार पहिले थियो अरे, अब इतिहासले छ भन्छ अरे र छ थियो हो। तर त्यो एउटा तपाईँको विजयपुरको एउटा त्यो जुन दरबार थियो पुरानो, त्यो ठाउँलाई चाहिँ लिएर, त्यो एरियालाई लिएर तपाईँ हामी विवाद गर्नु धेरै उचित जस्तो लाग्दैन मलाई। अहिले देशको परिस्थिति हेरौँ, हामी कुन मोडमा छौँ, हामीले के सोचिरहेछौँ। आज त्यहाँनिर जुन विवाद देखिन्छ, राई लिम्बू तपाईँ हामी विवाद गरेर, युद्ध गरेर, लडेर हामीले जित्नु के छ? हामी कहाँ हराइरहेछौँ? हाम्रो मानसिकता हाम्रो अहिले कहाँ छ, के छ? र देशको बारेमा हामीले सोच्ने बेला छ, अन्तर्राष्ट्र देशको लागि सोच्ने बेला छ र देशलाई चाहिँ कसरी चाहिँ अब शान्ति सुरक्षा गर्न सकिन्छ, यो देशमा किन यो विध्वंस भइरहेछ, यो देश नेपाल देशभित्र किन विकास निर्माण भइरहेको छैन र नेपाली समाज जनताहरूले किन दिन प्रतिदिन दुःख पाइरहेको छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेश गएर अर्को देशमा गुलामी गर्दा गर्दै उतै मारिरहेको छ, कति मारिरहेको छ, हाम्रो मान्छेहरू हराइरहेको छ, सिद्धिरहेको छ। त्यो बारेमा अनुसन्धान अध्ययन गर्ने कि नगर्ने तपाईँ हामी? खोइ हाम्रो बुद्धि के छ, हाम्रो दिमाग के छ, हाम्रो सोच के छ, हाम्रो ज्ञान के छ? अनि तपाईँ हामी चाहिँ आज त्यो इतिहासको कुरा लिएर आज विवाद गरेर ल भइगयो। लिम्बू मित्र दाजुभाइकै होस् न, त्यो के भयो त आखिर? के राईहरू हामी सबै मरेर सिद्धिन्छ त? उहाँहरूकै होस्, ल छोडिदिउँ ल, तर मिल्नु चाहिँ पर्यो। राई के होस्, तर लिम्बू मित्र दाजुहरू पनि मरेर त सिद्धिँदैन। जसको भयो भने भरिसक मिलेर गर्दा राम्रो। तर नि उहाँहरूले मेरै हो, हाम्रै हो भन्छ नि, उहाँलाई छोडिदिउँ नि त, के भयो त? तर यो सबभन्दा ठुलो कुरो चासो विषय के छ भने तपाईँ हामी आज त्यस्तो कुरोमा अलमलिएर आफूमा विवाद गरेर झगडा गरेर हामी सिद्धिनुभन्दा पनि तपाईँ हामी एकताबद्ध भएर एउटा औँलाले केही काम गर्दैन, तर यो 5वटा औँला मिल्यो भने हामीले संसार जित्न सक्छौँ। त्यसले गर्दा हामी मिल्नु पर्ने अवस्थाहरू छ र देशको परिस्थिति यस्तो छ, तपाईँहरूले देखिराख्नु भएको छ। यो देश नेपालमा विगतको दिनहरूमा पनि विकास निर्माण भएन। यो देशमा हामीले विदेश गएर बेचिनु पर्यो, अर्का देशमा गएर मरिरहनु पर्यो। अहिलेको अवस्था छ, भोलिको दिनको अवस्था त्यही हुनेछ। त्यसले गर्दा त्यो कुरोलाई चाहिँ कसरी तपाईँ हामी मिलेर एकबद्धता भएर परिवर्तन कसरी गर्ने भन्ने खालको सोच र ज्ञान बुद्धि र दिमाग लाएर अगाडि बढ्ने समय छ। त्यसले गर्दाखेरि गम्भीर विषय छ। तपाईँहरू सबै विद्वान हुनुहुन्छ, दिग्गज विद्वान हुनुहुन्छ, तपाईँले अब सोच्ने बेला आएको छ। तर यति सानो कुरामा लिएर विवाद गरेर एक आपसमा यसरी बस्नु राम्रो हुँदैन। यसरी बस्नु भनेको तपाईँ हामी सिद्धिनु हो, हामी आफू आफूमा कमजोरी हुनु हो। त्यसले गर्दाखेरि किन हाम्रो ज्ञान बुद्धि किन आउँदैन कहिले? हामी हेर, एउटा सानो त्यो विजयपुरको कुरो लिएर हामी विवाद गरिरहेछौँ। यहाँ त देशको सवाल छ, देश रहला नहला थाहा छैन। तपाईँ हामी एकबद्धता भए पो देश रहन्छ। हामीले सङ्घर्ष गर्न सक्छौँ, हरेकसँग हामीले जे कुरामा पनि हामी अग्रपङ्क्तिमा बढ्छौँ र हरेक कुरालाई हामी मिलाउन सक्छौँ, एकबद्धता बनाउँ। तर नि हामी साना साना टुक्रामा हिजो पनि टुक्रेर सिद्धियौँ भने आज पनि त्यो टुक्रा आफू फ्याक्सन दिएर फुट्ने र आफू विवाद गरेर सिद्धिने अवस्था पुगिरहेका छौँ। तपाईँहरूको चेतना आओस्, बुद्धि आओस्, दिमाग आओस् र यो कुरोलाई चाहिँ छोडेर अब देशको बारेमा सोच्नु होला सबै। लिम्बू दाजुभाइले पनि, राई दाजुभाइले पनि, लगायत अरूले पनि सबैले देशको बारेमा सोच्नु होला। यो देशमा के भइरहेछ, यो देशमा कसरी शान्ति सुरक्षा ल्याउन सकिन्छ, तपाईँ हामी कसरी हुन्छ। यो विध्वंस छ, आज के अरे हिजो भनौँ, आज भनौँ, भोलि दिनरात तपाईँको आगजनी, तोडफोड, काटमार, तपाईँको यहाँ गोली चलिरहेको छ, मान्छे मारिरहेको छ। यो अब त्यो डढेलो सल्किसकेको छ। त्यो डढेलो अब देशव्यापी रूपमा जाने हो कि त्यसलाई कसरी नियन्त्रण गर्ने, त्यसलाई कसरी चाहिँ तपाईँ हामी सबै मिलेर त्यसलाई रोक्ने भनेर दिमाग लाउनु पऱ्यो क्या। अब त्यो बारेमा चाहिँ सोच्नु होला। तर अनि यो विजयपुरको घटना लिएर तपाईँ हामी विवाद गर्न मलाई उचित लागेन। तपाईँहरू के सोच्छ, त्यो घमण्ड पनि धेरै गर्नुहुन्न कि यो मेरै हो, तेरै हो। हामीले पाउने के छ हौ? सबै एक दिन मरेर जाने होइन? जसको भयो नि तपाईँ हामी त्यहाँ शान्ति तर बाँच्न पाउँ न यो देशमा। अनि यस्तो सानो कुरामा चाहिँ हामी विवाद गरेर कतिसम्म अलमरेर बस्ने?
मलाई त दुःख लाग्छ यार तपाईँहरूको विवादहरू देखेर तपाईँहरूको सोच कन्सेप्ट दिमाग देखेर अब म एउटा सिधा मान्छेलाई यस्तो हुन्छ नि तपाईँहरू जस्तो त तपाईँहरू त दिग्गज विद्वान व्यक्तित्वहरू हुन्छ तपाईँहरू त बुझ्नु पऱ्यो नि त समस्या समाधान गरेर देशको बारेमा सोच्नु है सबैले त्यो सानो सानो त्यो थुम त्यो ठाउँको एरियाको कुरा लिएर विवाद गरेर झगडा नगर्नु होला यो देश नेपाल देश रह्यो भने तपाईँ हामी रहनेछौँ र यो देश नेपालमा कसले के गरिरहेछ किन यो देशमा हामीलाई बस्ने वातावरण भइरहेको छैन यो देशमा कसरी हामीले बस्ने वातावरण बनाउन सकिन्छ यो देशमा विकास निर्माण कसरी गर्न सकिन्छ भने त्यो खालको ज्ञान बुद्धि र दिमाग चाहिँ तपाईँहरूमा पलाओस् र तपाईँहरू चेतनशील भएर अगाडि बढ्नु त्यो बारेमा सोच्नु होला तर नि यो सानो सानो कुरामा आएर अलमलिन चाहिँ नराख्नु होला है म यति भन्नु चाहे तपाईँहरूलाई अहिले